हेलो गाइज, गुड मर्निङ। आज चाहिँ मेरो सेकेन्ड डे अफ माई ब्लग होइन। अनि अहिले चाहिँ बिहानको 5:23 भयो र स्लिपिङ आवर पनि 7 घन्टा 8 मिनट जति भएछ। ओके, अब उठौँ है त। टाइम पनि कति चाँडो बित्छ यार। होइन, कति 5:25-23 तिर उठेको थिएँ। अहिले म उठेँ, फ्रेस भएँ, अनि कफी बनाएर ल्याउँदाखेरि चाहिँ कति भयो, 5:54 भइसकेछ। अब यो चट्ट कफी खाने हो। कफीमा चाहिँ कफी, लेमन, जिन्जर अनि गार्लिक, लसुन हालेको हुन्थेँ। आज चाहिँ गार्लिक र हनी पनि हाल्थेँ। हनी र गार्लिक सकेर चाहिँ अहिले चाहिँ मात्रै कफी, लेमन अनि जिन्जर मात्रै छ। यो खाएपछि अलिकति ऊर्जा, एनर्जी आउँछ जिउमा होइन। अनि यो खाएको 1-1.5 घन्टापछि सट्ट वर्कआउट गर्न चाहिँ सजिलो हुन्छ। यो चाहिँ मेरो घरको सेटअप गाइज, जहाँ चाहिँ म पढ्ने अनि यसो केही कामहरू गर्ने गर्छु। अनि अहिले 6:04 गयो। अनि मेरो वर्कआउट भनेको चाहिँ 7 बजीदेखि सुरु हुन्छ। सो त्यो 1 घन्टामा चाहिँ यसो केही पढौँ, नयाँ कुरा सिकौँ भनेर चाहिँ म अहिले पढ्न लागेको छु। टेबल हेर्नुहुन्छ कस्तो फोहोर भएको छ। यो बाहिर बाटो बन्दैछ नि त, अनि सबै धुलोहरू आएर अब त्यही त अनि बस्छ। अब यसलाई सफा गर्ने दिन भनेको शनिबार मात्रै पाउँछु मैले। शनिबार चाहिँ मस्त क्लिन गर्छु। ओके, मेरो चाहिँ अब पढाइ सकेँ मैले अलिअलि। आज चाहिँ मैले एडिटिङको कुराहरू युट्युबबाट चाहिँ भिडियोहरू हेरेँ होइन, एडिटिङ अलिकति राम्रो होस् भनेर। अब अहिले चाहिँ 7:06 गएको छ। अब चाहिँ चट्टै स्पिकर र फोन रेडी छ। अब यस्तो चट्टै गीत गाउँदै के अरे अहिले स्टार्ट माई वर्कआउट होइन, एक्सर्साइजहरू सुरु गर्नु पऱ्यो। ओके, अब 8 बजीसम्मको लागि लेट्स डु एक्सर्साइज, बी फिट एन्ड हेल्दी। ओके गाइज, डे 2 अफ माई ब्लग। आउट फर अफिसको लागि निस्केँ एन्ड इट्स 9:01 गयो होइन। अब आज अर्कै बाटो जान्छु म। एकैछिन चाँडो पनि हुन्छ र त्यो बाटो आज म सधैँ गइरहने बाटो हो। त्यहाँ बाटो डोजरले के अरे बाटो बनिरहेको भएर एकैछिन टाइम लाग्ने भएको थियो। अब आज हल्का डोजर साइड लागेको छ भनेपछि म चाहिँ कुलेलाम ठोक्ने हो यही बाटो। यो चाहिँ कपन गुम्बा निस्किने बाटो हो। अब यहाँ चट्टा आयो, यहाँबाट चाहिँ अब सर न्युट्रला जाने अलिकति बाटोसम्म। तेल बचाउ अभियानतिर लाग्नु पऱ्यो नि होइन। टक्क न्युट्रल, इन्कग्निटो अफ, फेरि अन, अनि सर ओह्राएर बस आएर स्कुल बस हो। यो स्कुल बस चाहिँ कसरी भन्छ पुरै लाइसेन्स प्र्याक्टिस नै हुँदैछ त यहाँ त। अब ल्याएर ठुलो यस्तो धुलो छ है, सेतामे नि भाइ होला। आजको भिडियोको टपिक चाहिँ म अ डे इन लाइफ अफ ब्याङ्कर राख्नु परिरहेको छ यार। म के भन्दै थिएँ भने अ डे इन लाइफ अफ ब्याङ्कर है त। ब्याङ्करको दैनिकी जीवन के हुन्छ त है त। सबैको छुट्टा छुट्टै हुन्छ हुन चाहिँ, न त नर्मल्ली चाहिँ एउटै हुन्छ, खालि टाइम मात्रै फरक हुने हो क्या सबैको। अफिस त्यही नै हो सबैको, 9:30 नै हो। दैमा मनोकामना के अरे त्यही हो के अरे अर्डिनरी लाइफ अफ ब्याङ्कर चाहिँ सबैको टाइम मात्रै डिफ्रेन्स हुने हो। मेरो टाइम त्यही नै हो, 5 बजी उठ्ने हो। 5 बजीको अलार्म छ, 5:15 को अलार्म छ। अनि 5:30 मा फेरि बज्छ। 15 मिनट चाहिँ म यत्तिकै ननिदाइकन यत्तिकै खाटमै पल्टेर बस्छु, सिधै डाइरेक्ट उठ्दिनँ। अनि त्यो भएपछि टक्क 5:30 मा उठ्छु। के अरे 6 बजीदेखि चाहिँ यसो केही कामहरू छ, केही गर्नुपर्ने छ भने चाहिँ त्यो टाइममा सघाउँछु। अनि 6-7 बजीदेखि एक्सर्साइजहरू गर्छु, यसै घर एक्सर्साइजहरू लाइक पुसअप भयो, स्क्वाड भयो होइन, आदि इत्यादि गर्ने हो। अनि 8 बजीसम्म गर्छु, हरेक सेट गर्छु कि 3 सेट गर्छु एक्सर्साइज चाहिँ म।
अनि 8 बजीसम्म म सबै भ्याउँछु अनि 8 बजीबाट सर वाटर बाथ लिन्छु। वाटर बाथ भन्नाले चाहिँ साबुन नलाइकन कि अन्ली विथ वाटर मजाले जिउमा हालेर है चाहिँ एक दिन हो स्याम्पू साबुन लगाउने जिउमा चाहिँ। अरू दिन चाहिँ म डेली नै नुहाउँछु तर अन्ली विथ वाटर पानीले मात्रै साबुन लगाउँदिनँ। अनि त्यसपछि 8 बजेसम्ममा म नुहाएर रेडी त के भन्नु नुहाइसक्छु। 8:15 बजीसम्ममा एक्सर्साइज सब गरेर नुहाएर 8:15 बजेपछि एकछिन बस्छु 10-15 मिनटदेखि घाममा बस्छु। अनि त्यसपछि 8:30 हुन्छ। 8:30 मा म खाना खान्छु होइन। खानामा चाहिँ भातै खानेलाई म लाएर मम्मीले गर्नुहुन्छ। आफूले खाएको चाहिँ आफूले मान्दी चलाउँछ मेरो चाहिँ। अनि त्यो गर्छु। त्यो गरेपछि 8:45 जति भइरहेको हुन्छ। अनि 8:45 देखि लुगा लाउँछु। 8:55 जति भइरहेको हुन्छ। मैले लुगा लाएर जुत्ता लगाएर सब रेडी भइरहँदाखेरि अनि टक्क निस्किन्छु म। अनि निस्किँदाखेरि अब सकेसम्म 8:55 तिर निस्किने ट्राई गर्छु तर म्याक्सिमम चाहिँ 9 नै बजिरहेको हुन्छ धेरै जस्तो। अनि 9 बजे हो। 9 बजेपछि आधी घन्टामा अफिस पुग्छु। 9:30 बजेपछि त अफिस सुरु नै भइहाल्यो। त्यही नै लाइफ त्यही नै हुन्छ। त्यही नै हो कि अब यो डेली लाइफ जबमा जाने मान्छेहरूको म त उ नै नहुने कि यही त हो होइन। सन्डे टु फ्राइडे यही नै हो। यही बाटो हो, यही ठाउँ हो, त्यही टाइम हो है। त्यही पनि बोर नमानिकन यसो हेरिदिनु रमाइलो हुन्छ नि होइन। टाइम पास गर्नलाई टाइम पास गरिदिन्छु नि म। एउटा यसो गरेर यसरी छिराउन होइन। ठ्याक्क अफिस पनि अपोजिट साइडमा छ होइन। छिर्नै गाह्रो कि उता साइडमा छ। कहाँ आउने होला है। कस्तो हतार हुने होला है। ओके आई एन्टर द ब्याङ्क। अब त पार्किङसम्म मात्रै मेरो भिडियो गाड्दाहरूले नि हेरिरहनुहुन्छ क्यामेरा लिएर आउँछस् भनेर होला है। तर लिएर आउनै पर्यो। यहाँबाट यसरी हो। यहाँ टक्क छिरेर अफ गरेर मास्तिर जाने आज चाहिँ म। ओके लेट्स सी यू गाइज। बेलुका भिडियो बनाउँछु अब। हेलो गाइज मेरो चाहिँ अफिस छुट्टी भयो एन्ड आई एम अफ फर होम होइन। आजको दिन पनि राम्रै भयो, रमाइलै भयो। सबसँग गफ गरियो, खाजा खाइयो, आनन्दले बस्यो, हाँसखेल गरियो, काम गरियो। त्यही त हो नि। यही होला अब ब्याङ्करको लाइफमा। अर्को भनेको चाहिँ यो 5:30 मा निस्किनु पायो भने ठिकै छ होइन। अब यही हो यस्तो उज्यालै हुन्छ यो टाइममा त। नभए अर्को सर्ट डेजहरू हुनेमा चाहिँ कति बजे 4:30 नभए कसैको 5 बजे छुट्टी हुन्छ। अहिले 5:30 को टाइममा चाहिँ ठ्याक्क निस्किनु पायो भने चाहिँ चाँडै पुगिहाल्यो। यही नै हो होइन। अब नपाउनेहरू अब कतिजना त अफिसमै नै हुनुहुन्छ, कामै गरिरहनु भइरहेछ। सबजना आफूले नसकेको काम गरिरहनु भइरहेछ। डे इन लाइफ ब्याङ्कर चाहिँ अब लगभग यस्तै नै हो। अब काम गरेकोहरू त कति बजी निस्किनुहुन्छ चाहिँ मलाई थाहा छैन है। त्यही हो जाने टाइम चाहिँ एउटै हुन्छ सबैको 9:30 नै हो। जो पनि 9:30 मै पुग्नु पऱ्यो। अब केही कामले अब ढिला हुन्छ, एकछिन ढिला आउँछ भने छुट्टै कुरो भयो। नभए नर्मल टाइम 9:30 नै हो। अब निस्किने भनेको चाहिँ ठेगानै हुँदैन कसैको। कोही डटमै, कोही काम सकेपछि बल्ल, कसैको अब हाकिमले ल घर जाउँ भनेपछि बल्ल। त्यस्तै हुन्छ ब्याङ्कमा चाहिँ। हाम्रो चाहिँ त्यही नै हो। अब आज चाहिँ सिधै घर जाने हो।
अनि सबै एडिटिङ थालिहाल्ने अहिले ताजा ताजा छ नि त अनि क्यापकट युज गरिरहेको छु मैले चाहिँ डेस्कटप भर्जन अनि त्यसैबाट ल्याम्बमा गर्ने हो हैन अलिअलि खतरा एडिटर नि हैन अलिअलि जे होस् मिलाउन जानेछु भइहाल्यो नि हैन घर गएर सिधै एडिटिङ हो चुक्लुक 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 यस्तो गाडी बाइकहरूको पछाडि परेको धुलो चाहिँ माधुरी भइहाल्छ अरे बाटोमा हावा बग्यो मुटु नै बिज्ने यसरी नै हो चिसो चिसो हावा चल्यो मुटुमै बिज्ने